साथीहरू म क्षमा प्रार्थी छु। यो लाइभ ब्रोडकास्टिङमा गइरहँदाखेरि एउटा फोन आयो, त्यो फोनले अलिकति डिस्टर्ब गर्यो। म यसमा क्षमा प्रार्थी छु। र वास्तवमा के हो भन्दा खसारे समुदाय भनेको को हो भन्नुहुन्छ भने यो विषयमा डिटेलमा म जान चाहन्न मैले, किनकि यसको परिभाषा खोज्दै जाने हो भने धेरै भास्ट छ, हामी भित्रसम्म जान पर्छ। तर मैले छोटो रूपमा भन्नुपर्दा नेपालमा भएका खसारे समुदाय भनेका मष्ट पूजक साथीहरू खस समुदायका हुन् र वैदिक आर्यहरू हुन्। त्यो दुईटालाई मिलाएर खसारे समुदाय भनेर बनाइएको हो। र खसारे समुदाय भित्रमा नेपालमा रहेका 60 लाख समुदाय, जसको हेर्दाखेरि नाक उस्तै छ, आँखा उस्तै छ, जुगा उस्तै छ, अनुहार उस्तै छ, धर्म उही छ, संस्कार उस्तै छ, रीतिरिवाज उस्तै छ, परम्परा उस्तै छ, सबै उस्तै छ। त्यसैले गर्दा आफ्नै दाजुभाइलाई कुनै कालखण्डमा विभेद गरेर छुवाछुतमा पारिएको छ। यसैले गर्दा हामी के भन्न चाहन्छौं भने यो छुवाछुतमा पारियो, कुनै कालखण्डमा पारियो, यसमा कुनै विवादै रहेन। तर मैले किन आज खसारे समुदायको एकीकृत हुनुपर्छ, एकीकरण हुनुपर्छ किन भन्दैछु भन्दा वैदिक सनातनी हिन्दू धर्म खतरामा परेको छ। वैदिक सनातनलाई बचाउनु पर्ने तपाई हाम्रो जिम्मेवारी र कर्तव्य हो। यदि वैदिक सनातन रहेन भनेदेखि तपाई हामी पनि रहन्नौ, हाम्रो संस्कार रहँदैन, हाम्रो देशै नरहन सक्छ। यसमा हामी क्लियर हुँदा हुन्छ। त्यसैले गर्दा मैले वैदिक सनातनको एकीकरण हुनुपर्छ, एकीकरण भएर अगाडि बढ्नुपर्छ, वैदिक सनातन भित्रमा विभेद हुनु हुँदैन भनेर भन्ने गरेको कारण यही हो। तर केही साथीहरूले विशेष गरी हिजो जुन खालले विभेद गरे, ती विभेद गर्नेहरूले अहिले के भन्दैछन् हामीले भनेका कुरा भन्दा यो खासै वास्ता गरे जस्तो मैले देख्दिन। तर यसको परिणाम गम्भीर परिणाम आउने वाला छ। जस्तो मानिलिनुस् कि 60 लाख समुदाय खसारे भित्र रहेको समुदाय जुन छ, त्यो समुदायले हिन्दू धर्म मान्दै आएको छ। त्यो समुदायले के गर्दैछ भन्दाखेरि धर्म, संस्कार, रीतिरिवाज, परम्परा सबै त्यही भित्र रहेर मान्दै आएको छ। त्यही भित्र रहेर मान्दै आउँदा पनि त्यो समुदाय विभेदमा पारिएको छ। यो गम्भीर प्रश्न हो साथीहरू। त्यसैले गर्दा यो विभेदमा पारिएको समुदाय सधैँभरि त्यही विभेदमा परिरहन्छ भन्ने छैन। सधैँभरि उसले विभेद सहेर त्यहाँ बस्दैन। तपाईहरुलाई मैले एउटा उदाहरण बताउँछु। बंगलादेशमा हिन्दू धर्मावलम्बीहरूलाई मार्ने गरिएको छ, काट्ने गरिएको छ। किन त्यसो गरिएको छ भन्नुहुन्छ भने हिजो उनीहरू हिन्दू थिए, पछि जबरजस्त उनीहरूलाई मुस्लिम बनाइयो। मुस्लिम बनाइसकेपछि उनीहरू मुस्लिम भए र ती परिवर्तित रूपान्तरित मुसलमानहरूले अहिलेका हिन्दूहरूलाई काट्ने र मार्ने गरेको इतिहास त बंगलादेशको नजिरबाट हामी हेर्न सक्छौं नि त। त्यसैले गर्दा नेपालमा पनि यस्तै खालको विभेद हुँदै जाने हो भने, यही अवस्था रहने हो भने यो 60 लाख समुदायले वैदिक सनातनी हिन्दूलाई छोडेर गइदिए, छोडाउन खोजिरहेका छन्। उनीहरूले के भन्दैछन् भन्दा हिन्दू धर्म भित्रमा जातीय विभेद छ, छुवाछुत छ, हिन्दू धर्म परित्याग गर भन्दै हिँडेको तपाईले सुन्नु भएको छ, हामीले सुनेका छौं। यो यदाकदा जताततै सुन्ने गरिएको छ। कथम कदाचित यो समुदायले, यो 60 लाख समुदायले हिन्दू धर्म परित्याग गर्यो भने त्यो कहाँ जान्छ? विधर्मीहरूसँग जान्छ। विधर्मीहरूसँग गइसकेपछि अनि 84% हिन्दू भनिएको ठाउँमा हिन्दूको संख्या कति रहन्छ नेपालमा आफै क्याल्कुलेसन गर्नुहोस् त। त्यसैले गर्दा त्यो समुदाय त्यता जान्छ। अनि अहिले आएर अर्को एउटा डरलाग्दो अवस्था नेपालमा सिर्जना भएको छ। कुन अवस्था सिर्जना भएको छ भन्दा दुःख नमान्नु होला, मैले हेर्ने गरेको छु। त्यहाँ के हेर्ने गरेको छु भन्दा हाम्रो दुश्मन को हो? क्षेत्री बाहुन हो। त्यो बच्चाहरूलाई सिकाउँदै हिँडेको हामीले पूर्वतिरबाट हामीले देखेका छौं। क्षेत्री बाहुन काटिन्छ, रातो रोगा चाटिन्छ भन्दै हिँडेको हामीले सुनेका छौं। तर हाम्रो मन खान्छ, हाम्रो मन पोल्छ। किन पोल्छ? क्षेत्री बाहुन भनेका खसारे समुदायका साथीहरू हुन्। क्षेत्री बाहुन भनेका हाम्रा दाजुभाइहरू हुन्, हाम्रा गोत्र हुन्। हाम्रो दाजुभाइलाई त्यस्तो भन्दा हाम्रो मन पोल्ला कि नपोल्ला साथीहरू? हाम्रो मन पोल्छ, हामीलाई दुःख लाग्छ। त्यसैले गर्दा हामी यस्तो हुन दिन्नौ भनेका छौं। कथम कदाचित साथीले बुझ्नु भएन भने
यस्तै खालको विभेद चलिरहेछ त नि भन्ने खालले हो भने कुनै कसैले पनि विभेद आज सहनेवाला छैन। अनि विभेद सहेन र विधर्मीसँग गएर त्यही काटिन्छ र मारिन्छ भन्ने समुदायसँग मिलेर तपाईहरुमाथि प्रति आक्रमण गर्न आयो भने के हाल हुन्छ यहाँ भन्नुस् त? त्यही बंगलादेशको चाल हुन्छ कि हुन्न भन्नुस् त? त्यसले गर्दा मैले बारम्बार पटक पटक के भन्ने गरेको छु भने यो गम्भीर विषय हो है साथीहरु। त्यही भएर मैले भन्दैछु हामी खसारे समुदाय एकीकृत हुँदै वैदिक सनातनको रक्षा गर्दै, फेरि यो अर्थ गलत अर्थ नलगाउनु होला, वैदिक सनातन भित्र 6 वटा धर्महरू हामीले नेपालमा देखेका छौं होला अरु पनि, तर हिन्दू, बौद्ध, किरात, सिख, बोन, जैन यिनीहरू जुन धर्महरू छन् यी सबै वैदिक सनातन भित्र छन्। यो वैदिक सनातन भित्र रहेका यी धर्महरूले हिन्दू धर्मको रक्षा गर्नुपर्छ। हिन्दू धर्म भनेको माउ धर्म हो। हिन्दू धर्मको रक्षा भयो भने अरु धर्मको रक्षा हुन्छ। अरु धर्मको रक्षा भयो भने सबै संस्कृतिको रक्षा हुन्छ नि त। अनि सबै संस्कृतिको रक्षा भयो भने हिन्दू धर्म बलियो हुन्छ कि हुन्न? हुन्छ नि साथीहरु। वास्तवमा तात्विक भिन्नता के छ र? हामी ओम भन्ने गरेका छौं भने यो 6 वटा धर्म मान्ने जति पनि अनुयायी हुनुहुन्छ सबैले ओम भन्ने त गर्नु भएको छ। अनि अर्को कुरा मैले यहाँलाई स्पष्ट पार्न चाहन्छु, तपाई गौतम बुद्ध जन्मेको ठाउँ लुम्बिनीमा गएर हेर्नुभयो भने जहाँ भगवान गौतम बुद्ध जन्मिनु भएको थियो त्यो सानो ढुङ्गा छ नि, त्यसको पारिपट्टि त्यहाँ लेखिएको छ, त्यहाँ मायादेवी हुनुहुन्छ, माता मायादेवी हुनुहुन्छ। त्यो मायादेवी भएको ठाउँमा जब गौतम बुद्धले विष्णुको अवतारका रूपमा 9औं अवतार लिँदै हुनुहुन्छ भन्ने कुरा जुन आएको छ, त्यो 9औं अवतार आउँदा लिँदै गर्दा त्यहाँ मायादेवीको कोखमा भगवान गौतम बुद्ध हुनुहुन्छ भन्दै गर्दा बर्मा र इन्द्र जानु भएको छ त्यहाँ। त्यो फोटो अहिले पनि सुरक्षित राखिएको छ नि साथीहरु, अहिले पनि छ नि त। त्यसैले गर्दाखेरि यसरी सृष्टि हुँदै आएको कुरा त इतिहासलाई साझी छ नि त। त्यसैले गर्दा हामी के भन्न चाहन्छौं भन्नुहुन्छ भने यो वैदिक सनातन हाम्रो पहिचान हो। हाम्रो पहिचानलाई हामीले बचाएर राख्नुपर्छ। यदि वैदिक सनातनलाई हामीले बचाउन सकेनौं भने हाम्रो संस्कार मेटिनेछ। हाम्रो संस्कार मेटियो भने हाम्रो धर्म मेटिनेछ। धर्म मेटियो भने सबै वैदिक सनातनी मेटिनेछन्। सबै वैदिक सनातनी मेटिए भने यो देश पनि रहने हो कि नरहने हो भन्ने सम्भावना रहन्छ। त्यसैले मैले विनम्रतापूर्वक यहाँहरूलाई मैले निवेदन के गर्न चाहन्छु भने खसारे समुदाय एकीकृत हुँदै हामी एक ढिक्का हुन सक्यौं भने हाम्रो जुन 84% हामीले भने गरेका छौं वैदिक सनातनीहरू हिन्दूहरू 84% नै हुन्छौं हामी। त्यो 84% लाई हामीलाई कसले हल्लाउन सक्छ? कसले हामीलाई डगाउन सक्छ? डगाउन त सक्दैन नि। त्यस कारणले गर्दा मैले पटक पटक भन्ने गरेको छु त्यो भोलि आउने गम्भीर चुनौतीलाई, भोलि आउने गम्भीर डरलाग्दो परिस्थितिलाई रोक्नका निम्ति मैले यो आग्रह गरेको। मैले भनेको आग्रहलाई खेलाची भनेर नमान्दिनु होला, खेलाची भनेर नसोच्दिनु होला। कुनै दिन कर्ण विश्वकर्माले भन्नुभएको थियो, आज त्यही कुरा चाहिँ आज भयो भन्ने हुनेछ कुनै दिन। किनभने त्यो लक्षण देखा परिरहेको छ। आज मानवता सिद्धिएको छ नेपालमा। आज काट्ने मार्ने हिंसा गर्ने जुन गरिएको छ नि कलीको यो उग्र रूप हो। त्यसैले गर्दा यसलाई बचाउनका निम्ति हामीले यो मानवतालाई बचाउनका निम्ति पनि हामी वैदिक सनातनीहरू एकीकृत हुँदै जानुपर्छ भन्ने मेरो धारणा हो। विभिन्न खालका कुराहरू सामाजिक सञ्जालमा हेरेका छन्, देख्दै डरलाग्दा कुराहरू आउँछन्। बोल्ने शैली सिद्धिएको छ। आज हेर्दै जानियो भने आज हजुरभन्दा सानो जुनियर बाबुलाई तपाईले केही शिक्षा दिनुभयो भने उले के गर्छ त हजुरप्रति नराम्रो व्यवहार गर्छ। मेरो बाउ भन्दैन, मेरो अग्रज भन्दैन, मुखमा जे आयो त्यही बोल्छ। यसको कारण के हो? यसको कारण के हो भने वैदिक सनातनमा आँच आउन थालेको अवस्था हो। हामी कमजोर हुँदै छौं। त्यसैले गर्दा अब जुझारु एउटा वैदिक सनातनीहरूको एउटा संगठन बनाउन जरुरी छ। यो नेपाल हिन्दूहरूको हो, यो नेपाल वैदिक सनातनीको हो, यो नेपाल बौद्धिस्टहरूको, यो किरातको, बोनको, जैनको, सिखको हो। यी सबैको यो संयुक्त मातृभूमि नेपाल हो। हामी एकीकृत हुँदै जान सकेनौं भने गम्भीर समस्यामा हामी फस्नेछौं साथीहरू। त्यसैले गर्दा आपसमा भाइ भाइ लडेर आपसमा कुटाकुट गरेर हामीले कसैलाई हँसाउनु पर्ने छैन।
त्यसैले गर्दा मैले जुन अघि भनिसकेको छु कि जुन खालको एउटा यो पूर्वतिरबाट साथीहरूले भन्ने गर्नुभएको छ त्यसलाई चिरेर जान जरुरी छ। त्यसलाई हामी चिरेर अगाडि बढ्यौं भने हाम्रो रक्षा हुनेछ, वैदिक सनातनको रक्षा हुनेछ, हिन्दूहरूको रक्षा हुनेछ। सबै धर्मावलम्बी जुन हामी 6वटा धर्म वैदिक सनातनका छौं ती सबैको रक्षा हुनेछ। हिन्दूहरू फेरि 84% हामी रहनेछौं। यो देशको पहिचान हो। हाम्रो देश भनेको गुरु राष्ट्र हो, यसमा कुनै विवाद छैन। यसले संसारभरिको नेतृत्व गर्छ। यो संसारको पावन भूमि हो हाम्रो यो। त्यसैले गर्दा मैले यसका आर्थिक आयामहरू छन्, म त्यतापट्टि आज जान चाहिन। मैले नितान्त आज के भन्न खोजेको भने खसारिया समुदायको एकीकृत हुन जरुरी छ। आफ्नै दाजुभाइ बीचमा विभेद गर्नु हुँदैन। मलाई तपाईहरूले भन्नुपर्दा म अत्री गोत्रीय गौतम हो, म कर्ण गौतम हो। म त्यस्तै कुनै साथीहरू माण्डव्य गोत्रीय हुनुहुन्छ, माण्डव्य गोत्रीय कुनै अधिकारी हुनुहोला, कुनै पौडेल हुनुहोला, कुनै भारद्वाज गोत्रीय हुनुहोला। यस्तो किसिमको आफ्नै दाजुभाइमा यो विभेद गरेर यो संसारलाई दुनियाँलाई हँसाउने, विधर्मीहरूलाई हँसाउने काम हामीले गर्न जरुरी छैन साथीहरू। त्यसैले गर्दा यदि हामीले यसलाई बचाएर लैजाने हो भने हामी चाहिँ एकीकृत भएर एक ढिक्का भएर जुरुक्क हामी उठेर यो देशको रक्षा गर्नका निम्ति अगाडि बढौं भनेर म आज लाइभमा आएको हो। यहाँहरूले दिएका सुझावहरू मेरा निम्ति मनन योग्य हुनेछन्, म आत्मसात गर्नेछु र मैले भनेका कुराहरू खसारे समुदायलाई एकीकृत गर्दै वैदिक सनातनको रक्षा गर्दै समृद्ध हिन्दू राष्ट्र बनाउन अगाडि लागौं भन्दै मैले यही आग्रह गर्न चाहन्छु। राधे राधे, नारायण, नमस्कार।